म तर म धेरै खानै अस्ति बेबो पनि आउँदाखेरि यस्तै गरे हो के लोभले आउने पुरै खाउला जस्तो गरेर खाइदिन्छ भनेर सोचेथे ओइट अस्ति बेबो आउँदाखेरि पनि कोक मात्रै खाएर गएको हो र त्यो बेबल त झन् के खान सक्नु भने त्यसको त पेटै यत्रो गरेछ यत्रो गरे झन् अहिले त म त यत्रै देख्छु झन् सिक्यो आज पुरै त्यो त पानी अलिकति 1 गिलास पानी आयो भने पुरै हुन्छ क्या टन्न पेट फुलेर भयो छ्या म त धेरै खान सक्दिनँ नि त्यो मान्छे त्यसो बोल्छ तर त्यो मान्छे एकदमै क्यारेक्टर दामी छ उसँग चाहिँ धेरै कुरा सिक्नुपर्ने छ बेबोसँग चाहिँ सबजनाले एक्चुली गाइज होइन बेबो हेर्दाखेरिमा जस्तो देखिन्छ नि पर्सनालिटीमा नजानु होला सी इज सो वाइज अनि मान्छेले जज गरिहाल्छ क्या वाइज भने के हो बुद्धिमानी जस्तै छ भने क्या बुद्धिमानी छ भने धेरै नै ट्यालेन्ट पनि छ होइन अनि मान्छे एकदम मेहनती पनि छ त्यही त